साथीहरू नमस्ते। आज सदा जस्तै हाम्रो स्मार्ट गुरु नेपाल युट्युब च्यानलबाट कक्षा 7 को गणित विषयको पाठ 1 अन्तर्गत रहेको अभ्यास 1.1 को 2 नम्बरदेखि 4 नम्बरसम्मका सम्पूर्ण समस्याहरूलाई म यहाँ मजाले तपाईहरूले बुझ्ने तरिकाले बुझाउने छु यहाँ है। 2 मा लेखेको छ दिएका समूहहरूमध्ये खाली समूह भए ठिक र अरूलाई बेठिक चिन्ह लगाउनुहोस् भनेको छ। क नम्बरमा के भनेको छ भन्दाखेरि एक भन्दा साना प्राकृतिक संख्याहरूको समूह। एक भन्दा साना प्राकृतिक संख्याहरूको समूह एक भन्दा साना प्राकृतिक संख्या त छैन, त्यसैले यो चाहिँ खाली समूह हो। खाली समूह भयो भने ठिक लगाउने। जो रुट संख्याहरूको समूह, अब जो रुट संख्याको समूह त खाली छैन, जो रुट संख्या त एउटा 2 हो, त्यसैले यो चाहिँ खाली समूह होइन। होइन भने बेठिक चिन्ह, हो भने ठिक चिन्ह, होइन भने बेठिक चिन्ह है। कक्षा 6 का 6 फिट भन्दा अग्ला विद्यार्थीको समूह। कक्षा 6 मा पढ्ने 6 फिट भन्दा अग्ला विद्यार्थीहरू त हुँदैनन्, त्यहाँ त साना साना विद्यार्थी हुन्छन्, त्यसैले यहाँ पनि खाली समूह हो, यो ठिक। 2 ले भाग जाने बिजोड संख्याहरूको समूह। 2 ले भाग जाने त बिजोड संख्याहरूको समूह हुँदै हुन्न, 2 ले त सबै जोड संख्यालाई भाग जाने हो, त्यसैले यो पनि ठिक। अब 3 नम्बरको तल दिएका समूहहरूबाट सीमित वा सीमित समूह छुट्याउनुहोस्। सीमित समूह भए सदस्य संख्या पनि लेख्नुहोस् भनेको छ। अब यहाँ क नम्बरमा लेखेको छ a = 20 भन्दा ठुला बिजोड संख्याहरू। अब ध्यान दिनुहोस्, 20 भन्दा ठुला बिजोड संख्याहरू तपाईहरुले भन्न सक्नुहुन्छ? सकिन्न। a = 21, 23, 25 ... भनेको हामीले कतिसम्म भन्न सकिने नसकिने अनगन्ती संख्याहरू छन्, त्यसैले हामीले असीमित समूह हो भन्छौँ। किन भन्दाखेरि सदस्य संख्याहरू निश्चित छैनन्, सीमित छैनन्, यसलाई हामी असीमित समूह भन्छौँ है। अब ख नम्बर p = 20 भन्दा साना रुट संख्याहरूको समूह। अब 20 भन्दा साना रुट संख्याहरू त हामीलाई थाहा छ। p = 2, 3, 5, 7, 11, 13, 17, 19 यो चाहिँ 20 भन्दा साना रुट संख्याहरू, 20 भन्दा साना रुट संख्याहरू हुन्। यसका सदस्य संख्याहरू के छन्? निश्चित छन्, त्यसैले यसलाई हामी सीमित समूह भन्छौँ। यो सीमित समूह हो, यसका सदस्य संख्या पनि भन्न सकिएको छ। हेर्नुहोस् है, 2, 3, 5, 7, 11, 13, 17, 19 भनेको गनेर कति भयो? 8 वटा भयो, त्यसैले यसको सदस्य संख्याहरू 8 छन्। अब ग नम्बरमा c = 20 भन्दा साना संयुक्त संख्याहरू। 20 भन्दा साना संयुक्त संख्याहरू, 20 भन्दा साना संयुक्त संख्याहरू 4, 6, 8, 9, 10, 12, 14, 15, 16, 18 यी 20 भन्दा साना संयुक्त संख्याहरू हुन्। त्यसले हामीले यसका सदस्य संख्याहरू निश्चित छन् र हामीले गन्न सक्छौँ। त्यो यो सीमित समूह हो, सदस्य संख्या 10 छन्। 10 भनेको यही गन्ने है। यो 1, 2, 3, 4, 5, 6, 7, 8, 9 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 यही गरेर हामीले 10 बनाएको हो है। अब अर्को रहेको छ घरभरमा w = 1 भन्दा साना पूर्ण संख्याहरू। 1 भन्दा साना पूर्ण संख्याहरू। अब 1 भन्दा साना पूर्ण संख्या त 0 मात्रै हो, त्यसैले यो सीमित समूह हो। यसका सदस्य संख्याहरू निश्चित छन्, 1 मात्र छ, हामीले भन्न सक्छौँ, त्यसैले यसको सदस्य संख्या पनि 1 नै हुन्छ। अब हामी 4 नम्बरतर्फ जान्छौँ। 4 नम्बरमा के लेखेको छ भन्दाखेरि तल दिएका समूहहरूमध्ये कुन कुन बराबर समूह हुन्? बराबर समूह भए बराबर चिन्ह दिने है। बराबर समूह छ भने बराबर चिन्ह दिने, बराबर समूह छैनन् भने बराबर चिन्ह नदिने, बराबर समूह होइनन् भन्ने पनि पुग्यो। क नम्बरमा लेखेको छ p = 2 देखि 9 सम्मका रुट संख्याहरू। q = 1 देखि 8 सम्मका बिजोड संख्याहरू भनेको छ यहाँ। ल हेर्नुहोस्, अब यहाँ यो p = 2 देखि 9 सम्मका रुट संख्याहरू 2, 3, 5, 7 यी रुट संख्याहरू भए। 2 देखि 9 सम्मका रुट संख्याहरू नि। अब q = 1 देखि 8 सम्मका बिजोड संख्याहरू भनेको 1, 3, 5, 7 बिजोड संख्याहरू। समूह p र समूह q बराबर समूह होइनन्। किन बराबर समूह होइनन् त भन्दाखेरि बराबर समूह हुनलाई यो 2 र यो 2 एउटै भएको भए बराबर समूह हुन्थे। यहाँ
सदस्य सङ्ख्या त उत्तिकै छन् तर उस्तै छैनन्, उही छैनन् भनौँ न। 775533 यहाँ यदि 2 र यहाँ 2 भएको भए बराबरसम्म हुन्थे। किन भन्दाखेरि सदस्य सङ्ख्या उत्तिकै हुन्थे, उस्तै हुन्थे। तर यहाँ 2 र 1 फरक छन्, त्यसैले सदस्य सङ्ख्या उत्तिकै छन् भने यो बराबरसम्म होइन, यो चाहिँ समतुल्य समूह हो। त्यसैले समूह पी र क्यू बराबरसम्म होइनन् भनेर मैले यहाँ लेखेँ है त। अब ख नम्बरमा A = 2 ले भाग जाने 20 भन्दा साना प्राकृतिक सङ्ख्याहरू, B = 10 भन्दा साना जोड सङ्ख्याहरू भनेको छ। हेर्नुहोस् है, अब A = 2 ले भाग जाने 20 भन्दा साना प्राकृतिक सङ्ख्याहरू 2, 4, 6, 8, 10, 12, 14, 16, 18 यी चाहिँ 2 ले भाग जाने 20 सम्मका प्राकृतिक सङ्ख्याहरू हुन् है। अनि B = 2, 4, 6, 8 किन लेख्या त भन्दाखेरि 10 भन्दा साना जोड सङ्ख्याहरू, 10 भन्दा साना जोड सङ्ख्याहरू समूह ए र बी चाहिँ बराबर समूह होइनन्। किन भन्दाखेरि यिनीहरूको सदस्य सङ्ख्या उही पनि छैनन्, उत्तिकै पनि छैनन्, त्यसैले चाहिँ बराबर समूह होइन भन्ने भयो है। अब ग नम्बरको हेर्नुहोस् त, C = LURE, D = RULE। अब हेर्नुहोस् यहाँ समाधानमा C = LURE, D = RULE। समूह C र D बराबर समूह हुन्। किन भन्दाखेरि सदस्य सङ्ख्या L यहाँ पनि छ, U यहाँ पनि छ, R यहाँ पनि छ, E यहाँ पनि छ। सदस्य सङ्ख्या उत्तिकै पनि छन्, उस्तै पनि छन्, त्यसैले चाहिँ बराबर समूह हो। C र D चाहिँ बराबर समूह हुन्, त्यसैले यहाँ बराबर चिन्हको प्रयोग गरिएको छ, C र D है। घ नम्बरमा A = 16 का गुणनखण्डहरू, B = 4 ले भाग जाने 16 सम्मका सङ्ख्याहरू भनेको छ। ल हेर्नुहोस्, अब A = 16 का गुणनखण्डहरू भनेको 1, 2, 4, 8, 6 16 का गुणनखण्डहरू हुन् है। अनि B = 4 ले भाग जाने 16 सम्मका सङ्ख्याहरू भनेको 4, 8, 12, 16। अब यहाँ पनि सदस्य सङ्ख्या उत्तिकै पनि छैनन्, उस्तै पनि छैनन्, त्यसैले समूह ए र बी बराबर समूह होइनन्। ल धन्यवाद विद्यार्थी भाइ बहिनी साथीहरू। अब हामी फेरि 5 नम्बरदेखि अर्को भिडियोमा यसरी नै समस्या समाधान गरेर म ल्याउनेछु। यदि यो भिडियोमा कतै तपाईँहरूको रचनात्मक सल्लाह सुझाव छ भने कमेन्ट बक्समा गएर मलाई दिनुहोला र बाँकी अर्को भिडियोमा पुनः भेट्ने बाचा गर्दै बिदा हुन्छु। हस्, नमस्ते।